बाटो चाहिँ एकदम बवाल रहेछ। हाम्रो स्कुटीलाई एकदम गाह्रो हुने भयो होइन। सब्सक्राइब गरिदिनु पर्यो गाइज। पाहाड घुमेर आइरहेको छौँ हामी। पाहाडको बाटो डेन्जर रहेछ गाइज। हरियाली मकै हेर्नुहोस् गाइज। बवाल छ दिदीको डरलाग्दो। लाइक फलो सेयर गर्न चाहिँ नबिर्सिनु होला गाइज। सपोर्ट गर्नु पर्यो गाइज। भर्खर सुरुवात हुँदैछ मेरो न्यू ब्लग। बवाल भइरहेको छ। आएर हिँड्नु चाहिँ बन्द। अब हामी चाहिँ तेल हाल्न जाँदैछौँ। के गर्नु होइन, पनि 10 रुपियाँ तेल छ।